Hello friends, how are you? Are you also coming to Dubai Security Guard shop? Okay, Dubai Security Guard ma aउँदैनुहुन्छ? In this video I am going to tell you about my March month's expenses. यो महिनामा भएको खर्च मैले भन्न गइरहेको छु। त सिक्युरिटी गार्डको महिनामा कति खर्च हुन्छ त? त्यो तपाईहरु आउँदै हुनुहुन्छ भने जान्न जरुरी हुन्छ। त्यो कुरा मैले भन्न गइरहेको छु। But before start my this topic, if you are first time in my channel, please subscribe my channel. भिडियोलाई हेर्दै हुनुहुन्छ र सब्स्क्राइब पनि गरिदिनु होला है। र भिडियो राम्रो लाग्यो भने पछि भिडियोलाई एक लाइक पनि गरिदिनु होला. Like my video also. Okay, not to delay, let's start the video. First of all, खाना त खानै पर्यो. We must eat food, yeah. Without food, we cannot live. We know very well that. त खानामा यो महिना मेरो 130 रुपैयाँ खर्च भयो। त यो महिना मुस्लिमहरुको फेस्टिभल पर्ने भएकोले गर्दाखेरि बिकज अफ रमजान ईद फेस्टिभल त म पनि एक छक मात्र खाए होटलमा हैन। र यताउति बाटोमा पनि कहिलेकाहीँ फ्रीमा खाना मिलिहाल्थ्यो, लाइन म पनि लागिहाल्थेँ। दुबईमा धेरैजना लाइन लागेर खाना लिन्थ्यो, म पनि कहिलेकाहीँ लाग्थेँ हैन। That is normal. त यसरी मैले यो चोटी चाहिँ एक छक मात्र खाना खाए है। र जस खाना चाहिँ धेरै लोकेसनमा यो महिनामा जो नयाँ सिक्युरिटीहरु नेपालबाट, इन्डियाबाट, अरु देशबाट आए चाहिँ खाना खर्च चाहिँ बचाए के। खाना धेरै मिल्थ्यो बाटोघाटोमा र प्लस लोकेसनमा पनि। त यसरी मेरो खाना खर्च यो महिना हाफ भनेको 130, अरु महिनामा 220 तिर्थे भने this month I paid only 130 dirham. Same like tea, daily I drink tea. जहिले म चिया पिउने गर्छु त यसमा 30 दिराम खर्च भयो। सपोज मानौं न एक कप गरी खान्छु, कहिलेकाहीँ 2 कप खाइदिन्छु है। समथिङ 30-40 रुपैयाँ मानौं, 30-40 दिराम। सेम रिचार्ज यो चोटी 5-5 गरेर 2 चोटी गरे 10 दिराम खर्च भयो रिचार्जमा। सेम लाइक आई बॉट स्मल बोतल फॉर यू। तपाईहरु जित्नुहुन्छ भनेर रिचार्ज नै जित्नु भएन, के बोतल जित्नु। मैले धेरै भिडियोमा यु क्यान विन द रिचार्ज भनेर पनि भनेको थिएँ, तर कसैले रिचार्ज जित्न सकेन। बोतल त कहाँबाट जित्नु है। सिमिलरली मैले प्राइज अझै ठुलो प्राइज दिँदै जान्छु भनेर सोचेको थिएँ, तर प्राइज नै कोही जितेन मेरो च्यानलमा। चल ठीक छ, पछि जित्ने छु होला। अनि सेम लाइक आई बाउट सक्स अल्सो दिस मन्थ है, जुन फिलहाल अहिले मल लगाइरहेको छु। 5 दिराम लाग्यो राम्रो खाले सक्सले। त्योभन्दा पनि सस्तो खालेमा सक्स मिल्छ 2-3 दिराममा, त्यो लिनु हुँदैन, निकै क्वालिटी लेस हुन्छ है। एन्ड सेम लाइक आई पेड फर वाइफाई 35 दिराम। अलि महँगो छ हाम्रो क्याम्पमा। अरु क्याम्पमा 25-30 दिराममा हुन्थ्यो भने हाम्रो क्याम्पमा 35 दिराम तिर्नुपर्छ। वाइफाई चाहिन्छ नि। अब नेट चलाउने बानी लोकेसनमा त चलाएर गइन्छ, अब रुममा पनि चाहिन्छ कहिलेकाहीँ। सेम लाइक ब्रेकफास्ट, कहिलेकाहीँ के नास्ता खाइन्छ है। मात्र भात खाएर हुँदैन, नास्ता पानी पनि खाइन्छ, कहिले कोल्ड ड्रिङ्क्स खाइन्छ है, कहिले पकौडी सकोडी सिङ्गेरा अरु फ्रुट्सहरु खाइन्छ। त यसमा अब दिनको 2 रुपैयाँले म खर्च गर्थेँ है। त 60 दिराम मानेर चलाउँ, 60 दिराम। सेम लाइक एउटा सामान किने है, यो छिल्ने अब काक्रा साक्राहरु मुलाहरु छिर्नको लागि, अब त्यसमा 5 दिराम गयो। एन्ड सिमिलरली हेयर कट मा 5 दिराम गयो, 5 दिराम। 10 दिराममा पनि हुन्छ अलि राम्रो खाले है। जिरोमा काट्यो भने 10 दिराम लिन्छ र सिम्पल काट्यो भने 5 दिराम लिन्छ। र म प्रायः यसो पैसा सेभ गर्छु, 5 दिराममै काट्ने गर्छु। त 5 दिराम मैले तिरे। त यो भनेको एभ्री मन्थ हुँदैन, एकचोटी कपाल यसरी छोटो काट्यो भने 2 महिनाको लागि चाहिँ ढुक्क हुँदो रहेछ है। अब कोही त साथीहरुले नै काट्दिन्छ है। त्यस्तो अब कतिले कन्जुसी गर्छ, कतिले गर्दैन, आफ्नो इच्छाको कुरा हो। म चाहिँ सेलुनमै गएर काट्छु, 5 रुपैयाँ केही होइन भनेर। सेम लाइक अरु खर्च भयो, कहिलेकाहीँ अरु सामान पनि किने जुन याद रहँदैन है। सानो चिज जस्तो यही सिरा काटको है, यो 2 चोटी चुट्यो त यो 1-1 दिराम गरी 2 दिराममा किने। कहिलेकाहीँ मान्छेको सिरा यो होल्डर नै यो भाँचिन्छ, त्यति बेला 5 दिरामसम्म खर्च हुन्छ। यसरी
यो महिना अरू धेरै सामान किनेँ, जस्तै अरू महिनामा मैले घडी किनेँ त यो महिनामा कम भयो। अब यो एकचोटि किनेपछि त अब 1-2 सालको लागि ढुक्क होइन राम्रो खाले घडी किनेपछि किन्नु पर्दैन। यो ब्रेसलेट किनेको थिएँ 10 दिरहममा, किन्नु पर्दैन। खैर यो रिङहरू त किनेको लगभगमा 1 साल भयो है। अनि क्याप किनेको थिएँ अर्को महिना, अरू बोतलहरू किनेको थिएँ, अरू थुप्रै चिजहरू किनेको थिएँ र अर्को महिना लगभगमा मेरो 700 भन्दा बढी खर्च भयो भने यो महिना मैले मात्र 300 रुपियाँ खर्च गरेँ। थ्याङ्क गड मैले भनेपछि 50% मनी सेभ गरेँ, आफ्नो स्यालेरी सेभ गरेँ। तर यो महिना मात्र हुन्छ किनभने रमजान सालको एकचोटि आउँछ, अरू महिना अब मलाई 2 छाक खानै पर्छ है। त यसरी 2 छाक खायो भने 220 रुपियाँदेखि 250 रुपियाँ तिर्नुपर्छ होटेलमा, कि त आफै पकाउँदाखेरि पनि त्यस्तै समथिङ 150-200 रुपियाँ होइन। अब कस्तो तपाईँ खानुहुन्छ भेराइटी त्यसमा डिपेन्ड पर्छ है। कतिले 150-200मै काम बनाउँछ भने कतिको अब डेली माछा मासु है अरू चिज खाएपछि 300-400 पनि खर्च हुन्छ है। यसरी मैले अब यो महिना त कम खर्च बनाएँ, त सायद के थाहा अब जुन अप्रिल महिना छ त्यसमा बढी नै खर्च हुनसक्छ कि बा। यसमा मैले अप्रिलमा आउने मन्थमा मेरो अब बढी खर्च हुनसक्छ जस्तो लाग्यो। अब यो महिना कम बचाएँ। अब तपाईँहरू पनि आउँदै हुन्छ भने दुबई सिक्युरिटी गार्ड जबमा है, माई रिक्वेस्ट अलिक खर्चलाई कम्ती गर्नु होला। र कति नेपाली साथीहरू म हेर्छु है प्रायः जस्तो ड्रिङ्क्स गर्छ धेरैजना। अब कोही साथीहरू पनि यस्तो हुन्छ कि डेली उसलाई रक्सी र बियर चाहियो, जुन राम्रो होइन है। अब स्मोकिङ डेली 1 प्याकेट 2 प्याकेटसम्म नै कतिले खत्तम गरिदिन्छ चुरोटमै सिगरेटमै, विच इज नट गुड। कोही अब तम्बाकु गुटखा पनि खाने हुन्छ साथीहरू है, जुन नराम्रो हो। प्लस अरू पनि कहिलेकाहीँ यताउति डुल्न जान्छ त्यसमा खर्च हुन्छ भने मेट्रो कार्डमा खर्च हुन्छ, कोही टाइममा बर्दुबई जान्छन् त्यसमा खर्च हुन्छ। त यसरी समग्र रूपमा भन्यो भने अब यो सिक्युरिटी गार्डमा भर पर्छ कि सबैको एकिनास खर्च हुँदैन, कसैको बढी कसैको कम। त न्यूनतम 300 म्याक्सिमम 500 राख्नु न, 500 - 600। अब पिएचबीडीकै कुरा गरौँ भने अबुधाबीमा 600सम्म नै खर्च राखेर चलाउँ त त्यति 300 - 600सम्म खर्च हुन्छ। दुबईमा कम, अबुधाबीमा अलिक बढी नै राखिदिउँ। अबुधाबीमा स्यालेरी पनि त बढी छ नि, 2770 स्टार्ट हुन्छ है, म्याक्सिमम तपाईँको 3200-3500सम्म पुग्छ पिएचबीडीमा। र सिरामा चाहिँ म्याक्सिमम 2500सम्म हो, त्यसको धेरै कम पिएचबीडी भन्दा धेरै कम स्यालेरी, जसले गर्दा दुबईमा मान्छेले कम खर्च गर्छन्। त यो भिडियो आजको लागि यति नै हो होइन। अगेन माई रिक्वेस्ट, इफ यू आर फर्स्ट टाइम इन माई च्यानल प्लिज सब्सक्राइब माई च्यानल, एन्ड इफ दिस भिडियो इज हेल्पफुल टु यू प्लिज like my video, also share this video. Thank you very much. Have a nice day.